Sorry. Congratulations first of all. Thank you. एकदमै हाई स्टार्ट भएको छ हाई नोटमा हैन आजको म्याचको बेला अलिकति समराइज गर्नुहोस् एकदम च्यालेन्जिङ थियो सुरुमा किनभने अब टस एकदम म्याटर गर्छ साँझको गेममा प्लस टस हार्ने बित्तिकै पनि अब हामी चाहिँ कन्फिडेन्ट थियौँ कि यदि वी पोस्ट सम गुड टोटल अन द बोर्ड हाम्रो लागि जब चाहिँ इजी हुन्छ बोलर्सहरूको लागि बिकज साँझको टाइममा चाहिँ स्पेसली सेकेन्ड इनिङमा बोलिङ गर्न त्यति सजिलो छैन एन्ड स्पेसली फर्स्ट टाइम हामी अन्डर द लाइट्स खेलिरहेको हुनाले पनि अब ड्यू कतिको हुनसक्छ भन्ने पनि कुनै धेरै आइडिया चाहिँ थिएन तर पनि द वे वी गट स्टार्ट अनि गप्तेल अनि लोकेश अनि त्यसपछि शुभम नारायण जो पनि अब बसिर जो पनि ब्याटिङ गर्न गइरहेको थियो सबैजनाले चाहिँ आफ्नो च्यालेन्जेसहरूलाई चाहिँ एक्सेप्ट गरेर त्यो एक्जिक्युट चाहिँ जुन गर्नुपर्ने थियो प्लान्सहरू त्यो सबै एक्जिक्युट गरेर वी पोस्टेड अ गुड टोटल अन द बोर्ड प्लस अब बोलिङमा चाहिँ भेरी ह्याप्पी द वे वी प्लेड एज अ युनिट किनभने अब सबैलाई बाहिरबाट हेर्दा चाहिँ अब लाग्छ होला पावर प्लेमा हामी यताउता भइरहेको थियो तर द्याट वाज द गेम अब किनभने बोलिङ गर्न एकदम गाह्रो थियो सुरुको फेजमा तर पनि द वे वी एक्चुली केम ब्याक इट वाज अमेजिङ टु सी आजको ब्याटिङको बारेमा अलिकति स्पेसली अब आज मुकेशले जस्तै 5 जस्तो खेल्नुभयो यो चाहिँ एनपिएलको हिस्ट्रीमै सबैभन्दा बढी रन चाहिँ एउटा टिमले बनाएको छ योभन्दा अगाडि पनि विराट कोहलीले नै बनाएको थियो तपाईँले चेन्ज गर्नुभएको थियो होइन त्यो हिसाबले आजको ब्याटिङ लाइनअप तपाईँहरूको ब्याटिङ लाइनअपको बारेमा नै अलिकति आई गेस एकदम राम्रो लाग्छ मलाई जसरी म आफै एउटा यङ्स्टर भएको नाताले चाहिँ कस्तो लाग्छ भने अब एकजना एक्सपिरियन्स क्याम्पेनर जुन चाहिँ टिममा छ प्लस त्यसपछि एउटा यङ्स्टर जो चाहिँ किन छ आफूलाई प्रुभ गर्नको लागि दुईजनाको जुन एउटा तालमेल त्यहाँ मिलिरहेको थियो एकजनाले आफ्नो एक्सपिरियन्स सेयर गरिरहेको छ अर्कोसँग र त्यो एक्सपिरियन्सलाई छिटै ग्यादर गरेर त्यसलाई इम्प्लिमेन्ट गर्नु एकदम आफैमा ठुलो कुरा हो र लोकेशले जसरी आफूलाई प्रुभ गर्दै आइरहेको छ आई गेस मलाई चाहिँ अझै पनि लाग्छ कि उसको बेस्ट चाहिँ अझै आउन बाँकी नै छ र यही टुर्नामेन्टमा पनि आउँछ र एज ए टिम हामी योभन्दा पनि राम्रो गर्छौँ जस्तो लाग्छ चेज गर्दै गर्दाखेरि चाहिँ पोखरा चाहिँ राम्रो स्टार्ट थियो भने रसिङटन र भोटेलले ब्याटिङ गर्दै गर्दाखेरि तपाईँको प्लान के हो सिम्पल थियो किनभने अब थाहा थियो कि पावर प्लेसम्म चाहिँ आई वाज जस्ट ह्याप्पी कि जे भइरहेको थियो किनभने यु क्यान नट डु मच अबाउट द्याट बिकज दे वर प्लेइङ रियली वेल उहाँहरूले स्टार्ट एकदम राम्रो पाउनु भएको थियो तर अन द सेम टाइम तपाईँहरूले चाहिँ कुल हेड राखेर नै आफूले सोच्नुपर्ने हुन्छ कि अब इफ वी वर ब्याटिङ अन उहाँहरूको ठाउँमा हामी हुने भए पनि त्यही स्टार्ट नै हुन्थ्यो हाम्रो लागि पनि किनभने बोलिङ गर्न गाह्रो थियो त्यो फेजहरूमा तर त्यसपछि गेम जुन थियो एक्चुअल गेम चाहिँ त्यहाँबाट स्टार्ट त्यो फ्याक्टरको कुरा गर्नुभयो कति गाह्रो थियो बललाई ग्रिप गर्नलाई बल हातमा समाउनलाई डिलाङको हेर्दाखेरि पनि गाह्रो भइरहेको छ छमा बल परिरहेको थिएन सो कति डिफिकल्ट छ मेरो एक्सपिरियन्समा मैले आजसम्म जहाँ पनि खेलेको छु त्यसमा चाहिँ सबभन्दा बेसी ड्यू नै आज नेपालमै देखेको थिएँ मैले हजुर तपाईँको ओभर चाहिँ टर्निङ पोइन्ट भयो जस्तो लाग्छ लाग्दैन त्यो 2 चाहिँ विकेट 3 रन होइन त्यसपछि चाहिँ अलिकति चाहिँ कमब्याक विराटको कमब्याक जस्तै एक किसिमको छक्का चौकाको एउटा वर्षा जस्तो पनि भइरहेको थियो हजुरको त्यो एउटा चाहिँ ओभर चाहिँ टर्निङ पोइन्ट भयो जस्तो लाग्छ I'm here to help the team जुन वेमा हुन्छ अब मभन्दा अगाडि शुभमले त्यो विकेट निकाल्नु आई गेस रसको त्यो विकेट निकाल्नु त्यसले ब्रेक थ्रुले नै अब सबैको लागि सजिलो बनाइदियो प्लस मेरो जुन अब रोल छ टिमभित्र अब गएर सकेसम्म अब टिमको सिचुएसनको डिमान्ड के छ त्यो अनुसारले नै अगाडि बढ्छु र ह्याप्पी कि त्यो 2 विकेट चाहिँ त्यो ओभरमा आएर त्यसपछि हामीले मोमेन्टम सिफ्ट गर्न पायौँ एकदम राम्रो सुरुवात गर्नुभएको कन्सिस्टेन्सी चाहिँ एकदम चाहिन्छ नि यो T20 फर्मेटमा लास्ट सिजन तपाईँहरूको राम्रो प्रदर्शन थियो तर कुनै कुनै म्याचहरू सुपर ओभर गएर पनि हार्नुभयो त्यस्तो भएको थियो तर यो पालि हेर्दाखेरि टिमको युनिटी हेर्दाखेरि फरेन प्लेयरसँग सेलिब्रेसनहरू हेर्दाखेरि पनि एकदमै राम्रो देखिरहेको छ कि युनिटी सो कस्तो महसुस भइरहेको छ एज अ टिम चाहिँ यो पालि चाहिँ प्लेअफ पुगेर अथवा फाइनलले जित्ने खालको टिमको माहौल कस्तो फर्स्ट थिङ त ग्ल्याड कि जुन टिमसँग सुपर ओभर खेलेको थियौँ उहाँहरूसँग आज जित्न पुग्यौँ राम्ररी कम्प्रिहेन्सिभली तर अब आउने आज पनि केही मिस्टेक्सहरू भएको छ तर त्यसलाई चाहिँ अब आउने दिनहरूमा चाहिँ सुधारेर आगामी दिनमा प्रदर्शन गरेर अब अफकोर्स अब सबै टिमहरू चाहिँ यहाँ चाहिँ ट्रफी जित्नको लागि हुनुहुन्छ सो विल डेफिनेटली गिभ आवर हार्ट एन्ड सोल टु विन दिस ट्रफी नो वरिज सोध्न चाहेको चाहिँ जस्तो पुगुले दशा आएकै चाहिँ एज अ मेन्टर आउने भन्ने कुरा भएको त्यसको बारेमा चाहिँ अलिकति बताइदिनुहोस् न भूमिका पनि हुनुहुन्छ अब वी आर स्टिल इन टक अब युएस बोर्डको हामीले के भन्छ अनुमति पाउनुपर्ने एकदम जरुरी नै छ उहाँ चाहिँ त्यो टिमको हेड कोच भएको नाताले पनि सो वी जस्ट वेटिङ अब फाइनल कन्फर्मेसन आएपछि चाहिँ अब त्यसमा हामी अगाडि बढ्नेछौँ फाइनल क्वेसन चाहिँ यो भाइब्सको बारेमा अलिकति बताइदिनुहोस् न धेरैपल्ट खेल्नु भएको छ होइन तर यो फर द फर्स्ट टाइम अन्डर द फ्लोर डाइटी आने खेल्नु भएको छ होइन बाहिर धेरैचोटि खेल्नु भएको तर आफ्नै टिम ग्राउन्डमा यो खेल्दाखेरिको भाइब्स र फिलिङ्स अलिकति सेयर गर्नुहोस्
मैले अघि नै प्रेस कन्फरेन्स हाम्रो पोस्ट म्याच प्रेजेन्टेसनमा पनि भनेको थिएँ हाम्रो लागि भन्दा पनि हामीभन्दा पहिला जतिले पनि खेल्नु भएको थियो उहाँहरूको यो जुन सपना थियो होइन उहाँहरू पनि आज यो सब हेरेर आँखामा चाहिँ आँसु चाहिँ पक्कै पनि होला खुसीको आँसु चाहिँ किनभने उहाँहरूको जुन एउटा पहिलो स्टेपदेखि यहाँसम्म नेपाल क्रिकेट जहाँ आइपुगेको छ आजको दिनमा आई गेस सबैको सपना साकार भएको छ जस्तो लाग्छ र अब यसलाई चाहिँ आगामी दिनहरूमा मोमेन्टमलाई लिएर जाँदै अब यसलाई क्यारी गरेर आउने जेनेरेसनको हातमा पनि जुन नेपाल क्रिकेट हुनेछ त्यसले चाहिँ अझै राम्रो उपलब्धि पाओस् भन्ने चाहिँ म चाहिँ कामना गर्छु आज जेम्स निसमको विकेट चाहिँ कति स्पेसल थियो जुन टर्निङ पोइन्ट पनि हुनसक्यो त्यो खेललाई पठाएको हजुर अब अभियसली अब लेफ्ट आर्म ब्याटर्स प्लस अब म चाहिँ सर्ट ह्यान्डबाट बल फालिरहेको थिएँ अनि च्यालेन्ज थियो तर पनि अब एज ए लिडर अब तपाईँले चाहिँ टिमको मेन एक्सपिरियन्स बलर भएको नाताले चाहिँ त्यो लिनु पनि पर्छ जस्तो लाग्छ इनिसिएट लिनुपर्छ र त्यो लिए अब लकीले विकेट पनि पायो अब विकेट पाएपछि अब अफकोर्स मोमेन्टम चाहिँ सिफ्ट हुन्छ सो त्यसले चाहिँ टिमलाई एकदम हेल्प गर्यो जस्तो लाग्छ र साथै त्यसपछि आउने जति पनि बलर्सहरू हुनुहुन्थ्यो उहाँहरूले पनि एकदम राम्रो खेल्नु एउटा लास्ट डुप्लेसिस आइपुग्नु भएको छैन उहाँ आउँदै हुनुहुन्छ उहाँ आइसकेपछि टिम अझ कतिसम्म बलियो हुन्छ टिम अलरेडी बलियो पनि छ प्लस उहाँको उपस्थितिले अब झन् थप ऊर्जा हामीलाई चाहिँ पक्कै पनि दिने नै छ र साथै उहाँको एक्सपिरियन्स जुन छ अब आज जसरी गुप्टेलको एक्सपिरियन्स हामी सबैले हेरेको छौँ त्यो कुराहरूले चाहिँ एक्सपिरियन्स चाहिँ हामीले गेम हेर्नको लागि मात्रै होइन गेम सिक्नको लागि पनि उहाँहरूले चाहिँ के एक्स्ट्रा गरिराख्नु भएको छ त्यो हेरेर हामीले आफूलाई चाहिँ कसरी इम्प्रुभ गर्ने एज ए टिम एज ए युनिट एज ए प्लेयर इन्डिभिजुअल हामी मात्रै होइन कि अरू टिमहरूले पनि त्यो एउटा राम्रो सिक्ने मौका हुन्छ यद्यपि सर्ट टाइमको लागि उहाँ चाहिँ आउँदै हुनुहुन्छ तर देयर इज अ लट अफ थिङ्स टु लर्न फ्रम फर अल अफ अस Thank you. Thank you. So much. Thank you. Congratulations. Thank you.